So hello and welcome back to my channel. It's Maddie Vlog and it's me Maddie, So finally Upper Mustang हाल्ने सोचिसकेँ सो त्यस्तो बवाल एडिटिङ चाहिँ हुँदैन गाइज, जस्तो नर्मल हुन्छ त्यस्तो खतरा चाहिँ नसोचो गाइज जस्ट इट विल नर्मल. सो लाइक आई एम सो डाउन फर द अप्पर मुस्ताङ एकदम पोजिटिभ छु गाइज, किनभने अहिले चाहिँ मैले डिफ्रेन्ट हालेर होइन, किनभने यो एउटा फेस टु फेस हालेको छैन पनि किनभने आई एम सो मच इन्ट्रोभर्ट के फेस टु फेस हालेको छैन नि त, पछाडिबाट इन्ट्रोभर्ट चाहिँ. पछाडि कस्तो हुन्छ त पछाडिबाट कस्तो हुन्छ थाहा भएन. इट्स जस्ट ल्याङ, डोन्ट माइन्ड इट के, डोन्ट माइन्ड इट गाइज. सो यो ब्लग चाहिँ किन आयो भन्दाखेरि पनि अब हाल्नै पर्ने थियो कि गाइज, किनभने अब केटाहरूले यतिसम्म भनिसकेको छ कि तेरो ब्लग हेर्नलाई के यस्तै टर्च लाइट कि यस्तै टर्च लाइट बाल्नुपर्छ अरे कि अब आई डोन्ट नो होइन, यस्तो बिल्ला हान्दियो नि, त्यही भएर धेरै भयो अब त हालिदिन्छु भनेर मैले चाहिँ अब त्यस्तो खतरा एडिट चाहिँ हुँदैन हालिदिने हो पार्ट 4 मा 4वटा पार्ट हालिदिन्छु. अब योसँग 5वटा इन्ट्रो यताउति त्यही हो, 2टा अघि हाल्छु भनेर हालिसकेको छु पहिला पनि यस्तै भएको छ कि गाइज. अब हाल्छु भनेर चाहिँ अब अब ट्रेलर टाइप बनाइदिन्छु अनि मैले अब मुभी चाहिँ हाल्दैन अनि डाइरेक्टर गायब भयो जस्तो हो कि हाल्दैन क्या मैले. सो यो चाहिँ म हाल्छु. आई एम डाउन फर दिस, आई एम रियली पोजिटिभ फर दिस प्रोजेक्ट अप्पर मुस्ताङ सिरिज म हाल्छु नि कि जसरी भए पनि, जस्तो भओस्, हावा आओस्, हुरी आओस्, म हालिदिन्छु गाइज. त्यही हो गाइज. सो लाइक अब चाहिँ अप्पर मुस्ताङको कहानी स्टार्ट गरौँ सो लाइक एभ्री वान सेड लाइक कसरी गरिस् हाउ यु डिड इट, हाउ यु मेड इट एक्लै गएको नि त म अनि. सो लाइक हाउ के भन्छ त्यो, हाउ यु मेड द थर्ड लाइक टु गो एलोन बाइकमा, त्यो पनि अब सो गाह्रो थियो गाइज. सिचुएसन चाहिँ अति नै गाह्रो थियो अब एक्लै जाँदाखेरि कस्तो हुन्छ नि अब जान मन नलाग्ने टाइपको अब के सेफ हुन्छ र हुँदैन बाइक अब बिच बाटोमा बिग्रियो भने के गर्ने अब टेरेन त्यस्तै थियो नि त. अनि के अरे अब बिच बाटोमा बिग्रियो भने चाहिँ के गर्ने भने त्यस्तो थटहरू आउँथ्यो बट मैले चाहिँ अब चाहिँ जे परोस् भनेर चाहिँ गइदिएको हो अप्पर मुस्ताङ चाहिँ. सो यो चाहिँ तिहारको बेला थियो यहाँ चाहिँ अब रमाइलो चाहिँ गर्न मन थियो तिहारको बट अब त्यसरी अफ पाइँदैन. सो अब यो होलिडेलाई चाहिँ हल्का अब डिफ्रेन्ट बनाऊँ भनेर चाहिँ मैले अप्पर मुस्ताङ चाहिँ एक्लै सोचेँ हो. सो तिहारभन्दा अगाडि थियो अनि म चाहिँ उसको लागि चाहिँ भाइटिकाको लागि चाहिँ आउनै नै थियो नि त काठमाडौँ. अनि त्यही भएर मैले चाहिँ त्यही अनुसार प्लान गरेँ अप्पर मुस्ताङ जाने चाहिँ. सो मैले यति के अरे कि लाइक यस्तो धेरै बनाएको थिएँ कि धेरै गाइज, लाइक 1 2 पुरा हुन्छ नि यस्तो थट पनि धेरै कि लाइक 1 2 3 4 हुन्छ नि यहाँ जाऊँ कहिले त इनी म्याङ्गो यु क्यान गो पनि हानिदिन्थेँ कि कहाँ जाऊँ लाइक कान्ट डिसाइड एट द टाइम के लाइक कुन ठाउँ चाहिँ म जाऊँ भनेर, किनभने अब त्यो हेऱ्यो भने सेफ छैन कि त्यो भने ल्याङ हुन्छ कि भनेर सोचिरहन्थेँ नि त. अनि त्यही भएर चाहिँ डिसिजन नै हान्न सकिरहेको थिएन अनि इनिमिनी म्याङ्गो चाहिँ हान्नै परिरहेको हुन्थ्यो. सो यस्तो इनिमिनी म्याङ्गो हान्दाखेरि अप्पर मुस्ताङ चाहिँ अब फाइनल्ली यु हेभ टु डु इट भनेर चाहिँ मैले आफूलाई चाहिँ सम्झाएँ. अनि अप्पर मुस्ताङ जाने सोच चाहिँ त्यही भएर त्यसरी नै आयो मेरो चाहिँ अब मेरो जस्तो बकेट लिस्टमा थियो त्यही अनुसारले मैले चाहिँ अब टक्क हेरेर इनिमिनी म्याङ्गो गरेर गएको म चाहिँ त्यस्तो खतरा डिसिजन लिएर पनि गएँ होइन. इनिमिनी म्याङ्गोवाला डिसिजन हो मेरो अप्पर मुस्ताङ. यहाँ जान्छु भने बकेट लिस्टको थियो इनिमिनी म्याङ्गो कोरेर ट्याक्क हाल्दा हो अनि त्यसपछि अब बाइकहरू चाहिँ अब बाइकहरू सर्भिसिङ चाहिँ अब गर्ने नै पर्यो गर्नु पनि पर्छ. गरेन भने त अब बिच बाटोमा बिग्रियो भने त टेन्सन हुन्छ नि त. अब त्यसको ठ्याक्कै 1 महिना अगाडि मैले बनाएकै थिएँ बाइकहरू सब सर्भिसिङहरू यताउति सबै फाइन थियो. अनि कुलेन्टहरू चाहिँ मैले छुट्टै किनेर लगेको थिएँ किनभने बाटोमा सकिन्छ नि त. अनि त्यही भएर
कहिले कहिले अब ओभरहिटिङ त बाहिर गइदिन्छ होइन, ओभरफ्लो भइदिन्छ होइन। त्यस्तो सिचुएसनको लागि चाहिँ चाहिन्छ क्या, त्यही भएर मैले 500 रुपियाँको कुलेन्ट किनेर लगेको थिएँ। त्यही हो, बाइकको चाहिँ अब सर्भिसिङ चाहिँ अब मेन्टेन नै थियो भनौँ होइन, 1 महिना अगाडि मात्र त गरेको थिएँ। सो त्यही हो बाइकको बारेमा चाहिँ। बाइक नै लगेको हो होइन, अब ड्युक नै लगेको हो, किनभने त्यसको ग्राउन्ड क्लियरेन्स त छैन क्या, 155 160 त्यस्तै त्यस्तै 55 होइन, त्यस्तै त्यस्तै नै छ, धेरै छैन कि। बिचबाट मात्र ड्याङ ड्याङ ठोकेको होइन, सानो सानोमा ठोकिदिन्थ्यो, के होइन अपर मुस्ताङमा त होइन। बाटो चाहिँ बबाल यार, हामी जाँदाखेरि धेरै अगाडि गएँ यार, म पछाडि आउँछु। सो मैले चाहिँ अब अर्को क्वेसन चाहिँ के थियो भने, मोस्ट अफ द गाइजहरूको होइन, कति दिनमा कम्प्लिट गरिस् भाइ भनेर। मैले चाहिँ 3.5 डेज है, 3.5 डेज लाग्यो कम्प्लिट गर्नलाई। अब जस्तै अब 4वटा पार्टमा मैले चाहिँ डिभाइड गरेको छु होइन। फर्स्टमा चाहिँ लाइक हाफ डे भनौँ होइन, 3.5 डेमा चाहिँ हाफ डेको कुरा गरौँ है। 2 बजेदेखि म 9 बजे पुगेको, त्यसको बिचमा म बन्दीपुर पनि गएँ। त्यहाँ चाहिँ हल्का रमाइलो भयो, हल्का रमाइलो भन्दा पनि यसो टक्क डुल्दिएँ होइन बन्दीपुर गएर। अब एक्लै थिएँ अब गाइज होइन, अब के रमाइलो गर्नु होइन, यताउति हेरेँ, यसो फोटोसुट टकटक हानेँ अनि आएँ। त्यही हो, अनि बन्दीपुर बस्न मन लागेन मलाई, पछि आउँछु यो ठाउँमा त भनेर बन्दीपुरबाट टाक कसेर म पोखरा गइदिएँ। अब द्याट्स अ एन्ड अफ द डे फर हाफ डे है। अनि अर्को दिन डे फर्स्ट स्टार्ट भयो है। त्यसको डे फर्स्ट स्टार्टको चाहिँ पोखरादेखि डाइरेक्ट लोमनथाङ्गा हो म। त्यो चाहिँ 6 बजेबाट 6 बजे हिँडेको, त्यस्तै 6 AM to 6 PM जस्तै भएको थियो है त्यो टाइम ड्युरेसन चाहिँ। अनि अनि अर्को डे 2, डे 2मा चाहिँ के अरे लोमनथाङदेखि कोरलाबाट त्यसपछि आयो मुक्तिनाथ, बसियो, यता मार्फामा बस्ने प्लान गरेँ। अब सधैँ हावा भएर त हुँदैन गाई जानु, पानी पनि हुनुपर्छ, त्यही भएर म मार्फा बस्दिएँ डे 2मा चाहिँ। अनि अर्को डे 3मा चाहिँ म चाहिँ मार्फाबाट डाइरेक्ट काठमाडौँ आएँ। म मार्फाबाट चाहिँ 10 बजे हिँडेको थिएँ होइन बिहानको, अनि काठमाडौँ चाहिँ म त्यस्तै 6-7 बजे नै 6 बजे 7 बजे नै आएको थिएँ। सो त्यो टाइममा चाहिँ म यता के अरे तातो पानी माथि झरनाहरू पनि गएँ होइन, नार्चाङ झरना होला है सायद, प्रोनाउन्सिएसनमा हल्का म अलि अफ छु गाइज, कुनै कुनैमा माइन्ड फर द्याट गाइज होइन, कुनै कुनैमा हुन्छ होइन, होता है। सो त्यही हो 4वटा 1 2 3 4 डिभाइडेड होइन। सो मैले चाहिँ पार्ट फर्स्ट चाहिँ भोलि नै अपलोड गरिदिन्छु है, त्यही हो गाइज। सो गुड नाइट गाइज, राति पनि भइसकेको छ। अब अर्को पार्ट चाहिँ मैले भोलि एडिट हान्छु यार, किनभने रातभरि त म एडिटिङ हान्न सक्दैन के, सुत्नुपर्छ नि त। सो यो चाहिँ एज अ ओभरभ्यू होइन गाइज, कसरी अप्पर मुस्ताङ हिट भयो होइन, हाउ आई डिड इट, हाउ आई मेड इट भनेर। सो अब चाहिँ अरू पार्टहरूमा चाहिँ लाइक हाउ डिटेल्डमा हानिदिन्छु तिमीहरूलाई, कता कता गएँ म, कसरी गएँ होइन। सो त्यही हो, अब केटाहरूले अब तेरो ब्लगहरू यसो टर्च लगाएर हेर्नु पर्दैन के, अब टर्च लगाएर हेर्नै पर्दैन तिमीहरू, मलाई हाल्छ तिमीले हेरिहाल्यो होइन। यो सेटअप चाहिँ इग्नोर हान तिमीहरू होइन, किनभने यसो लोकल स्टाइलको सेटअप छ मेरो चाहिँ, त्यो चाहिँ बवाल छैन। सो गाइज यही नै हो अप्पर मुस्ताङको ओभरभ्यू, आज म हालिदिन्छु। कति बजीसम्म 12 बजीसम्म त हालिदिन्छु म, 12 बजीसम्म हालिदिन्छु जस्तो हिट भयो पनि। सो गुड नाइट गाइज and see you tomorrow, part first part of Upper Mustang. See you tomorrow guys,